त्यस्तो अप्ठ्यारो ठाउँमा पठाउनु हुँदो रहेछ है। हामी चाहिँ सेवाकाई कहाँ मन पराउँछौँ भन्दाखेरि अमेरिका, क्यानाडा, युके, हङकङ, कोरियामा ल सेवाकाईमा जा भनौँ भने सबै खुसी भएर जान्छन्। तर अमेरिकामा बसेको मान्छेलाई होइन, सेवाकाई गर्दै गरेको मान्छेलाई अहिले हामीले उद्घाटन गरेको त्यो चर्चमा जा भन्यो भने कस्तो हुन्छ होइन। त एलियाको जीवनमा पनि अगमवक्ता हो, शक्तिशाली अभिषेक बोकेको व्यक्ति, तर के गर्छ भने नि उसलाई चाहिँ परमेश्वरले खोलामा पठाउनु भयो त। अब त्यहाँ फेरि कस्तो छ भने नि खोला पनि फेरि सुकाइदिनु भयो। हेर्नुहोस् त, दुःख लाग्दो कुरो। अब त्यहाँ कति पटक चाहिँ अभिषेक पाएको व्यक्तिलाई म सबैलाई भन्छु, जब परमेश्वरले अभिषेक हालिदिनुहुन्छ उसको प्रेरित हो। के अरे एलिया पनि ऊ पनि प्रेरित सेवकाई हो, किन सिफ्टिङ जहाँ हुन्छ नि त्यो प्रेरित सेवकाई होइन। एपोस्टोलिक सेवा भनेर बुझिन्छ नि, ऊ त सिफ्टिङदेखि सिफ्टिङबाट सिफ्टिङ हुँदै गएछ होइन। उसको सिफ्टिङ कहाँसम्म पुग्यो भने यर्दन नदीमा पुगेछ, कर्मेल डाँडा हुँदै हुँदै एरियो हुँदै गिलगाल हुँदै उता फाइनल गोल चाहिँ उसको डेस्टिनेसन चाहिँ यर्दन नदीमा गएपछि चाहिँ उसको चाहिँ स्वर्ग राउन्ड भएको छ। सिफ्टिङ र हाम्रो आत्मिक जीवन पनि जहिले पनि सिफ्टिङभित्रै हुन्छ। हामी सिफ्टिङ हुन सकेनौँ भने चाहिँ आत्मिक जीवन पनि बढ्दैन, मण्डली पनि वृद्धि हुँदैन। त्यही भएर हामी जहिले पनि सिफ्टिङमा हुनुपर्छ। अनि जब परमेश्वरले त्यो अभिषेक हालिदिनुहुन्छ नि, उसको चाहिँ एपोस्टोलिक एनोइन्टिङ थियो होइन एलियामाथि। जब एपोस्टोलिक एनोइन्टिङ हो भनेदेखि चाहिँ परमेश्वरले त्यो व्यक्तिलाई, मिनिस्ट्री गर्ने व्यक्तिलाई केही कुरोको खाँचो हुँदैन। अचम्मको कुरो चाहिँ के छ भने नि त्यहाँ गएर कोही एउटा गाउँको मान्छेलाई खुवा भनेर भन्नुपर्ने थियो नि त। तर परमेश्वरले अनौठो तरिकाले नि यति साह्रो यो यति डायमन्ड छ कि यो वचन हामी पल्टाएर हेऱ्यौँ भने परमेश्वरले त कागलाई पो पठाउनु भयो त। मान्छे भन्दा पनि कति दुर्बल पात्र होइन। अब त काग त्यसै पनि धुर्त हुन्छ, मान्छेको दहीहरू खाइदिन्छ, कुखुराको चल्लाले, यस्तो काम नलाग्ने चिजहरूलाई पनि परमेश्वरले खटाएपछि जब परमेश्वरले खटाउनुहुन्छ नि जेबाट पनि उहाँले हाम्रो परिपूर्ति चाहिँ पुरा गर्नु हुँदो रहेछ। खोलामा पठाउनु भयो, त्यहाँ के खाने म, स्याल कराउला, बनझ्याक्रीहरू आउला, तर्साउला, सर्प होला, पानी पर्ला, त्यतिखेर म कहाँ लुक्नु, कहाँ बस्ने भन्ने कुरोहरू। यसले चाहिँ यस्तो साह्रो क्या ओबिडेन्ट क्या आज्ञाकारिता कस्तो होला। खोलामा जान मान्छन् मान्छे, अमेरिकामा सेवा गरे। अनि मलाई चाहिँ एउटा चाहिँ अलिकति एउटा प्राउड चाहिँ हुन्छ, म त्यति एलिया जति चाहिँ होइन, तर अस्ट्रेलियाबाट चाहिँ म फर्केर आएकै हो क्या होइन। फरक थियो नि त, अस्ट्रेलिया त गिलात थियो तर करेत खोला चाहिँ होइन, एटलिस्ट शार्पसम्म चाहिँ हो, विधवाको घरसम्म थियो। तर त्यहाँ पठाउँदाखेरि चाहिँ करेत खोलामा त केही पनि थिएन, न मान्छे छ, न खानेकुरा छ, न के छ होइन। तर एलियाको आज्ञा पालन जब परमेश्वरले नि रेल पठाउनु भयो भनेदेखि कस्तो साह्रो। फेरि त्यतिखेर कस्तरी भन्यो नि पालन पोषण कस्तो भन्यो, कागले बिहान के भनेको छ, अनि कागले उनलाई बिहान रोटी र मासु ल्याइदिन्थे, अनि बेलुकी रोटी र मासु। ल अहिले पनि हामी बिहान बेलुकी नै मासु र भात खान सक्दैनौँ, धेरै कुरा सोच्नुपर्छ हो कि होइन। कति कुरा सोच्नुपर्छ नि, पर्छ पर्दैन। बिहान बेलुकी नै सोलुमा मासु र भात खान सक्छ, हामी यहाँ पनि बिहान बेलुकी नै मासु र भात खानलाई सोच्नुपर्छ हामी हो। तर त्यतिखेरको अवस्थामा पनि एलियाले जब परमेश्वरको यस्तो साह्रो आज्ञा पालन गर्यो नि, परमेश्वरले नर्मल चिज नै दिनु भएन, साग सब्जी र रोटी दिनु, तर
मासु र रोटी भनेको त्यतिखेर बेस्ट खाना हो क्या। त्यतिखेर चामल थिएन, रोटी नै हुन्थ्यो। यीशु ख्रीष्टले पनि त्यही भएर रोटी खुवाउनु। तर मासु र रोटी दिनु भनेको सानोतिनो कुरो होइन नि त। जब परमेश्वरको आज्ञा, आवाज र अभिषेक बोकेर हिँड्छौँ भने परमेश्वरले हामीलाई कस्तो बेस्ट दिनुहुँदछ। यसपालि पनि कुखुरा, सुकुटी, खसी होइन, छानी अनि BBQ बनाएर पोलेर पनि खाइयो है। त्यहाँ उद्घाटन